नमस्कार सम्पूर्णमा म श्रीकृष्ण मगरको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु र आज तपाईहरुको समक्ष चाहिँ मैले एउटा भनौँ न भविष्यमा हुने केही प्रसङ्गहरू र भइसकेका पनि छन् जुन प्रसङ्गहरू म तपाईहरुको समक्ष थोरै चाहिँ बोल्न गइरहेको छु। आशा छ तपाईहरुले बुझ्नुहुनेछ, मनन गर्नुहुनेछ भन्ने आशा राखेको छु। मैले चाहिँ यो जुन पनि अब भइरहेको छ त्यसभित्रको परिस्थिति, बाहिरी संसारमा रहेको परिस्थिति, जुन पनि मान्छे शक्तिमा रहँदाको, आफ्नो शक्ति छँदाको दुरुपयोग भनौँ न जसरी गर्दछ त्यस विषयगत रूपमा चाहिँ म हजुरहरुको समक्ष चाहिँ केही कुराहरू चाहिँ व्यक्त गर्न चाहे। के हुँदो रहेछ भने यो संसारमा भनौँ न जो पनि अलिकति आफूसँग अलि धन अलि बढी भएपछि कुनै पनि कुरा भनौँ सबै कुरो आफू नै हो, सबै कुरो मै नै हो, सबै कुरो मैले गर्न सक्छु, सबै कुरो मैमै सीमित छ भन्ने कुरो यस्तो भावनात्मक विचारहरू जो धनाढ्य छन् संसारको यो नम्बरमा भनौँ न धन पोख्त भएका ब्याङ्कहरूमा धेरै मात्रामा धन भएका उनलाई उसको 10औं पुस्तासम्म नि भनौँ न सुती खाई खेली घुमी पुग्नेहरूका सोचहरू कस्ता हुँदो रहेछन् भने आफूभन्दा तलतिरका जेसुकै हुन्, जोसुकै हुन्, जेसुकै गरून्, आफू बाँच्नु पर्यो, म बाँचेपछि संसार त मेरै हातमा हो भन्ने जस्तो कुरो उनीहरूको विचारमा आइरहेका हुँदो रहेछ। त्यसै कारण मलाई चाहिँ यो छोटो घटना चाहिँ तपाईहरुको प्रस्तुत भनौँ न तपाईहरुको समक्ष चाहिँ के गर्न चाहे भने जुन पनि यो हाम्रो भनौँ न धेरै भएको छैन 3-4 वर्ष अगाडिको कुरो हो जुन कोरोनाको भनौँ न कोरोनाको समय थियो। यो सम्पूर्ण यो मानव निर्मित यो हतियारहरू जो चाहिँ बाहिरी शक्ति राष्ट्रहरूका भनौँ न धनाढ्य व्यक्तिहरूले चाहिँ हामीमा प्रयोगशाला गर्नको लागि गरेका यो घटना हो। सम्पूर्ण यिनीहरूले के गर्दा रहेछन् भने आफ्नो व्यवसाय हल्का घट्न थाल्यो भने नयाँ भनौँ न केही नयाँ कुरो गर्न मन लाग्यो भने चाहिँ उनीहरूले प्रयोगको निम्ति चाहिँ जो सासाना हाम्रा राष्ट्रहरू छन् जो अलि कमजोर छन् जो चाहिँ अब आफ्नो मेहनतमा रमाउने आफ्नो बाहिरी संसार बाहेक आफ्नो मेहनत हात पौरख भनौँ न आफ्नो कर्ममा रहने व्यक्तित्वहरू चाहिँ उनीहरू किनभने फिजिकल्ली उनीहरू काम गरे हुन्छन् उनीहरूको चाहिँ जीव शक्ति उनीहरूको खुवाई उनीहरूको काम गराइमा चाहिँ उनीहरूको पोख्त हुन्छ शारीरिक शक्त मानसिक रूपमा उनीहरू पोख्त हुनुहुन्छ। त्यसै कारणले चाहिँ उनीहरूले चाहिँ अब यो चाहिँ गर्न पाए भनौँ न कुनै पनि औषधिको व्यापार गर्न पर्यो भने उनीहरूले रोग त चाहियो। रोगको लागि के चाहियो भने आफ्नो औषधि बिकाउनको लागि उनीहरूलाई विभिन्न कुराले भनौँ न गर्नको लागि चाहिँ प्रयोगशालाको लागि चाहिँ सासाना देशका लागि उनीहरूले पठाउने गर्दछ। जुन पनि यो कोरोनाको भ्याक्सिन लगाउनु भएको छ प्रायःजसो हार्ट एट्याकले बित्नु भएको छ। कोहीलाई टाउको दुख्ने, कोहीलाई रिङ्गटो लाग्ने, कोहीलाई अब भनौँ न झनक्क ज्वरो आउने जस्ता कुराहरू, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने यो सबै कुरो उनीहरूले भनौँ न कुनै पनि कम्पनी मार्फत कुनै पनि देश मार्फत उनीहरूले चाहिँ प्रयोगको निम्ति चाहिँ हामी जो पनि छौँ यो सासाना देशहरू मुलुकहरू जो आर्थिक रूपले अलिक कमजोर छौँ र आफ्नो कर्ममा विश्वास गर्छौँ, आफ्नो भगवानमा विश्वास गर्छौँ त्यस्ता व्यक्तित्वहरूको लागि त्यस्ता देशहरूको लागि चाहिँ यिनीहरूले चाहिँ
आफ्नो प्रयोगशाला बनाउँछ। जे जस्तो नयाँ आफ्नो भनौँ न उनीहरूको सोचमा जे आयो त्यसको लागि प्रयोगशाला चाहिँ सासाना कमजोर अलिकति भन्नु उन्नत हुन नसकेका राष्ट्रहरूलाई चाहिँ उनीहरूले सूचित गरेर छानेर चाहिँ उनीहरूले चाहिँ यो प्रयोग गर्ने चाहिँ गर्दछन्। त्यसै क्रममा अब भनौँ न उनीहरूको भनौँ न बाहिरीय राष्ट्रहरूले उनीहरूको त ठुलो फाँट छ, समताल छ, उनीहरूको सिँचाइको लागि समुद्र भनौँ न लगायतका पानीहरू यताउता भनौँ न ठुलो एरिया भएकाले हाम्रा तराई जस्ता फाँट त कति छन् कति हाम्रो देशभन्दा नि ठुल्ठुला उनीहरूको सिँचाइ गर्ने काम गर्ने अन्न रोप्ने ठाउँहरू छ। त्यसै कारणले उनीहरूले चाहिँ आफ्नो त्यहाँका सामानहरू बिकाउनको लागि चाहिँ भनौँ न अब हाम्रो जुन पनि यो हाम्रै देशमा हाम्रै यो प्राकृतिक रूपले चाहिँ अलिकति रोपिरहेका अन्नबालीहरू चाहिँ नष्ट गर्नको लागि चाहिँ उनीहरूले अब यो कोरोनाको यो के अरे जुन पनि हो अब प्रदूषण भयो भने उनीहरूले पाउडर छर्ने अनि त्यो विभिन्न केमिकल छर्ने प्रयोग गरेका थिए नि। त्यो मलाई एउटा फिल अहिले आएर चाहिँ के फिल हुन्छ भने चाहिँ जुन पनि यो त्यति कोरोनाको टाइममा या त्यो माथि एरोप्लेनबाट हेलिकप्टरबाट जुन पनि त्यो ग्यास जस्तो पाउडर जस्तो छरेका थिए त्यहाँबाट चाहिँ हाम्रो के हुन्छ भने अन्नबालीमा हुने प्राकृतिक रूपमा रहेको त्यो माटोको रसायन तत्त्वहरू जुन पनि छ त्यो नष्ट गरेर चाहिँ हाम्रो फलफुलहरू कुहिने विभिन्न त्यो झिँगा जस्ता कुराहरू चाहिँ आफै अटोमेटिक डेभलप हुने उनीहरूले चाहिँ यो सबै प्रयोगशाला गरेर चाहिँ उनीहरूले हाम्रो अब भनौँ न अब यो इन्डियाको थ्रुबाट अथवा कुनै देशको थ्रुबाट चाहिँ उनीहरूले चाहिँ यो गराउन लगाउने प्रयोग गर्न लगाउने। अब हाम्रो उनीहरूले त सबै थाहा छ हाम्रो देशका त सबै घुसखोर नेताहरू थिए, थोरै पैसा उनीहरूलाई दियो भने त उनीहरूले जे पनि गर्छन् उनीहरू भनेर चाहिँ यस्ता यस्ता चाहिँ व्यक्तित्व जो चाहिँ गिरेका आफ्नो थोरै पैसाको लागि धनको लागि चाहिँ उनीहरू गिर्ने र आफ्नै देशमा चाहिँ प्रयोग गर्न दिने। इन्डिया पनि त्यस्तै हो। अब यो भनौँ न बङ्गलादेश जुन पनि यो अलिक गरिब राष्ट्रहरू छ आफ्नो जिडिपीहरू अलिक कमजोर भएकाहरू त्यसमा चाहिँ उनीहरूले प्रयोग गर्नको लागि चाहिँ विभिन्न केमिकल लगायत विभिन्न यस्ता कुराहरू चाहिँ फर्टिलाइजरहरू जुन पनि मल हाल्यो भने झार मर्ने अब यस्तो झार काट्नै नपर्ने गोड्नै नपर्ने जस्ता कुरा गरेर चाहिँ किसान दाजुभाइहरूलाई चाहिँ भ्रममा बनाइ चाहिँ उनीहरूले विभिन्न अब यो मलजन्य कुराहरू र पाउडरका कुराहरू पेस्टिसाइड भने चाहिँ किरा सबै मर्छ भनेर दिने त्यस्ता कुराले चाहिँ हाम्रा चाहिने नचाहिने जीवाणुहरू पनि साथसाथैमा नष्ट गरिदिन्छ। त्यस कारणले चाहिँ हाम्रो अन्न केही वर्षको लागि चाहिँ त्यो उब्जाउ देखिन्छ र 2-4 वर्षपछि त्यसमा अब त्यो लाई लाग्ने भसक्कै डढेर मर्ने जस्ता अब फलफुल रोप्यो भने फलफुलमा अब सानो छ भने केही नहुने तर जब हल्का ठुलो भएपछि आफै किराहरू पर्ने स्याउस्याउती। अब पहिला हामी जहाँ गए पनि राम्रोसँग आनन्दसँग अब अम्बा भन्यो अम्बा, स्याउ भन्यो स्याउ, केरा भन्यो केरा भनौँ न अब जुन पनि फलफुल जन्ने कुराहरू चाहिँ हामी यत्तिकै आनन्दसँग खान सक्थ्यौँ। अब अहिले भन्दाखेरि थोरै अब भनौँ न केही हुर्किन पाएन त्यसमा किरा लाग्ने कुहिने बोटमा लटरम्मै फल्छ तर खानको लागि एउटा उपयुक्त छैन। त्यसको लागि चाहिँ अब कि त अझै अर्कै कीटनाशक दबाईहरू भनौँ न जुन मानवीयको लागि स्वास्थ्यको लागि चाहिँ प्रयोग गर्न नमिल्ने खालको त्यो स्ट्रङ खालको हुन्छ नि कडा खालको चाहिँ केमिकलहरू किनेर ल्याएर छर्क्यो भने अलि तै बिसेरने नत्र सामान्य प्रयोग गर्ने त्यो पतेरा लाइको लागि चाहिँ त्यो कामै नगर्ने जस्ता कुराहरू चाहिँ अहिले बजारमा छ्यापछ्याप्ती पाइन्छ। हाम्रो अब मकैकै बिउ हो जुन हाम्रो आफ्नै घरमा बिउ राखेर रोप्ने बोडी तरकारी सम्पूर्ण अहिले हामी केमा निर्भर छौँ भने पसलमा। त्यो पसलमा कहाँबाट सप्लाई हुन्छ भने भनौँ न अब राजस्थान यता कता अब इन्डियाबाट अब फेरि इन्डियामा कहाँबाट आउँछ भन्दा जुन पनि प्रयोगशाला गरेका उनीहरूले हाइब्रिड गरेका चाहिँ त्यो बिकाउनको लागि प्याकेजिङ गरेका
केमिकलले अब केही महिनासम्म डेट एक्सपाइरी। अब हाम्रोमा त भनौँ 3-4 वर्षसम्म मकै राख्दा पनि मजासँग उम्रिन्थ्यो, राम्रो हुन्थ्यो, कुनै घुन लाग्दैन थियो, किरा लाग्दैन थियो। अब त्यो चाहिँ सर्टेड एमाउन्ट बनाइदियो क्या उनीहरूले। अब जुन पनि कुराहरू चाहिँ अब यति महिनाभित्र युज गर्यो नत्र नष्ट। त्यसको लागि चाहिँ अब हामीले हतास कि बेच्न पर्ने कि त अब भनौँ न कि खाइसक्नु पर्ने, त्यस्तो लागि त्यो चाहिँ अलिकति भनौँ न मलाई चाहिँ त्यस्तो फिल भइरहेछ कि हाम्रो देशको लागि चाहिँ प्रयोगशाला बनाएको छ। जुन पनि अहिले नयाँ सरकार हुन्छ यसमा चाहिँ ध्यान आकर्षण जाओस् भनौँ न। यस्ता कुरा आफ्नै देशभित्र आफ्नै माटोलाई भनौँ न सुहाउने खालको बिउ बिजन यसमा चाहिँ अब यसो जुन पनि त्यो बाहिरबाट आउने बिरुवाहरू हाइब्रिड भन्छन् के भन्छन् त्यो चाहिँ केही वर्षको लागि फलदायक भए पनि त्यसपछि त्यसको कामै छैन। नयाँ बिउ ल्याउनु पर्ने, हरेक वर्ष नयाँ बिउ चेन्ज गर्नुपर्ने, यस्ता कुराले चाहिँ कृषिहरूमा पनि मान्छेहरूले जसले लगानी गरेका छन् उनीहरूको चाहिँ मनोबल घटेको छ। त्यही कारणले चाहिँ अब जे कुरा पनि अलि बढीसम्म रहे पो त्यसमा ध्यान आकर्षण जान्छ, आफूलाई काम गर्न मन लाग्छ, मजा लाग्छ। जे कुरो पनि अब त्यो कुहिने, सड्ने, नासिने, अब स्टोर गर्ने ठाउँै छैन। अब देशभरि भनौँ न एकैचोटि सबै तरकारी आउँछन्, भाउ घट्छ, लगानी पनि उठ्दैन। त्यस्ता कुराले चाहिँ हाम्रो नेपालमा चाहिँ भनौँ न देशभित्र जति पनि यस्ता कुरा छन् यो चाहिँ भनौँ न सीमित समयसम्म चाहिँ यो भएको हुनाले चाहिँ यसमा चाहिँ नेपाल सरकारको यो गुणस्तरीय विभाग बनाएर चाहिँ यो हुन्छ नि आफ्नो माटोलाई सुहाउँदो अब यो रासायनिक तत्त्वहरू जुन पनि माटोलाई बिगार्ने छ यसलाई चाहिँ हटाएर प्राकृतिक रूपले कुहिएका सामानहरू, कुहिएका पातपतिङ्गर जम्मा गरेर त्यसमा चाहिँ अलिअलि भनौँ न केही मलजल पनि त चाहिएला, तर त्यो कडा औषधिहरू चाहिँ हटाउनुपर्छ। त्यसले चाहिँ मानव स्वास्थ्यको लागि, वातावरणको लागि चाहिँ सम्पूर्ण चाहिँ घातक छ भन्दै तपाईँहरूको समक्ष चाहिँ यी शब्दहरू बोल्न पाएकोमा धेरै आभारी व्यक्त गर्न चाहन्छु। तपाईँहरूलाई राम्रो लागे यो चाहिँ सम्पूर्ण जनमाझ चाहिँ पुर्याइदिनु होला सेयर गरेर। र के कस्तो लागेको छ तपाईँहरूलाई कुन अब विषयगत रूपमा तपाईँहरूलाई सुन्न मन छ त्यो चाहिँ मेरो कमेन्ट बक्समा लेखिदिनु होला। म त्यसकोमा चाहिँ हल्का भनौँ न अध्ययन गरेर चाहिँ तपाईँहरूको समक्ष पस्कन पाउँछु भन्ने आशा राख्दै चाहिँ अहिले तपाईँहरूको माझ छुट्टिन चाहन्छु। नमस्कार, जय नेपाल।